हामी चाहिँ आज कलेज आएको ल हाम्रो अपन्डिङ गर्न। हामी चाहिँ दुईजना छौँ केटाहरूसँग चिलपारामा नागेर गेट बन्द भए पनि टक्क चोर्न आइयो, शिकार गर्न आइयो, शिकार बवाल शिकार गर्न आइयो। आजको शिकारले चाहिँ हामीले यो जेठ महिना धकल्नु पर्छ। पर्यो अब भाला पनि खोज्नुपर्छ शिकार लागि। त्यही त खोजौँला कुन कक्षामा छ भन्ने कुरो हो। पक्कै पनि के हाम्रो कक्षामा हुनुपर्छ नत्र यसकै यही प्रयोग गरेर भए पनि शिकार गरिन्छ। तर भालाको चाहिँ धेरै प्रयोग गरौँ भन्ने हो है। 8048 मिटरको उचाइमा जानुपर्छ। माउन्ट एभरेस्ट चढे जस्तै चढिराखेको छौँ। चाहिँ एउटा होइन गोल्डन बिग गुस हो कि के भन्ने जनावर त्यही त 8000 मिटर उचाइमा यो कोठामा हुन सक्छ ल। खोल्यो चाबी लाएर हिँड्छ। यो चाहिँ हाम्रो क्लास हो। यहाँ चाहिँ रहेछ है भाला ल। यत्रो भाला अब यसले चाहिँ शिकार गरिन्छ। सबै मुख रसाइरहेछ। ओ साथी यार कस्तो भालाले खोज्दै गएर अरूले शिकार गर्नु भनेको आफैले ट्राई गरेपछि प्र्याक्टिकल काम गर्दो रहेछ भालाले है। ठिक छ। यो चाहिँ हाम्रो लास्ट सेमिस्टरको हो। यो हाम्रो यो कम्प्युटर ल्याब भयो हाम्रो। हामी छौँ यहाँ। आप यहाँ पाकेको आप देखिरहेको छ। हेर्न सक्नुहुन्छ हजुरले यस्तो दामी पाके आँपी हातले भ्लग गर्दै अब हातले झार्दै हान्दै ल। पाकेको झारौँ त साथी। हो भेटिँदैन। भेटिन्छ अर्को भेटिन्छ। अलिकति भेटिँदैन होइन। त्यो नभए अरू छ त साथी। अरू पाकेको छ त यहीँ नजिकै नि रहेछ। इ ऊ यहाँ खै ऊ यो त्यो हाँगाले छेक्या पाकेको त्यति पाकेको छैन। केही हुँदैन। झारिदेऊ ल। हाँगै भाँचेर तल झऱ्यो। अरू पनि झार्नु होला। हामी चाहिँ अब झार्दै ल। हजुर त्यही त बन्द गर्न पर्ने हुन्छ। मजाले हाल्न पर्ने हुन्छ। त्यसको लागि चाहिँ म क्षमा माग्न चाहन्छु। त्यही त हामी अब चाहिँ आप चोरेर होइन एकजना साथीले पठाउन पर्ने पनि छ होइन। त्यही भएर यस्तो भ्लग बनाएको ल। पाउन्डिङ गर्दै हाम्रो साथी है। टक्क हेर्न सक्नुहुन्छ। त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी भएको छ। ऊ हामी चाहिँ आँप हन्टिङ गर्दा शिकार गर्दै कति शिकार गरिन्छ भन्ने कुरा यहाँबाट देख्न सक्नुहुन्छ हजुर। वाउ ऊ त्यहाँ तल पनि छ साथी दुईवटा। हेर त त्यहाँ तल भेटिन्छ देखिन्छ। हो तल ऊ यहाँ हेर त। हो यसरी झार्न पर्छ ल। हामी चाहिँ अब आजको लागि चाहिँ बबाल हन्टिङ गरियो ल। दामी हन्टिङ गरियो भनौँ। मान्छेको जातो लोभ अघि लाग्छ। त्यही जातो अझै लोभ लाग्छ। जति हाल्यो त्यति झर्छ भने त्यति नै झारिराखिएको छ। त्यो पाकेको त झार्नै पर्छ साथी। पाकेको अझै एउटा त्यो अलिक पुगेन कि त्यो रातो त यार। कस्तो रातो देखेको र अलि अगाडि अलि माथि चढ्यो नि। यहाँ म समातिदिन्छु। लडियो भने त गइहाल्यो नि। कहाँ त्यस्तो काम गर्नु। त्यही त त्यो पनि लम्बाउन सके बरु है। केले लम्बाउने होला होइन। हुँदैन साथी त्यो हुँदैन। यो चुड्छ के काम लाग्छ नि त यो फेरि। चुड्दैन कि साथी। चुड्छ भयो छोडिदियो आजले यति ल। एक झोला त भयो होला होइन। तल लिएर जाऊँ भाला। तलबाट पुग्ने जति हो भने टिपौँ ल हुन्न। अनि फेरि माथि आएर गरौँ ल। सक्सेसफुल सिसिटिभी क्यामेरामा हामी परियो भने पछि अफिस आएर बसौँ दुईजना। फरक पर्दैन। तिरौँ ल केही हुँदैन। फरक छैन। कहाँ पऱ्यो यही हुन्। यसरी
यत्रो धेरै झर्या रहेछ। यता नि रहेछ पाकेको आँप ल यता नि छ है, यता नि रहेछ खसेको ल कसले खाने हो भनौँ है। यता पनि रहेछ यत्रो धेरै खसेछ। कति राम्रो यी कलेजको आँपहरू अझ यहाँबाट भेटिन्छ कि भनेर भाला पनि लिएर यहाँ पनि झारिन्छ। ऊ त्यो कुर्ची टेबल ल्याएर भए पनि झारिन्छ, त्यहाँको कुर्ची टेबल सारेर भालाले हानेर झारिन्छ। साथी यो त पाके रहेछ त यार, पाकेको आँपहरू रहेछ त, अन्नै रहेछ पाकेको। कतिवटा झोला कतिवटा झोला हट्ने भयो होइन, हालौँ न पहिला कतिवटा हुन्छ चाहिँ टिपी राखिएको छ ल। एक झोला बनाएर लिएर जाने भनेको 5 किलोको झोला लिएर आएर रहेछ, भरिन्छ कि नै साथी त्यही त। पाकमा आएको फल मलाई पापै लाग्दैन। यहाँ पनि रहेछ यार, लुकेको रहेछ। त पाकेको हो क्या हो, पाकेको छ त, हाँगै छिर्छ त हो साथी यार, यहाँले लगभग हाँगै छिर्यो त तान त। ओइ कस्तो उयो त यार, हाइब्रिड हो क्या अन्त खोइ माथिबाट झर्दा झरेर हो। अरू कतै छ र छैन नि ल। साथी हामीले लगभग 300को त 300-400को त 400-500को गरिसक्यौँ। टिपिसक्यौँ। 3 किलोको त छ यहाँ छ यहाँको पनि झारौँ न। यहाँको त्यो कुर्ची लिएर आएर भए पनि यहाँ भालाले भेटिन्छ साथी यार है। त्यही त भालाले हान जति भेटिन्छ, त्यसपछि कुर्ची लिएर आउँला है, भेटिन्छ। हो 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 अरू त्यो एउटा पनि भेटिन्छ। वाह खतरै ब्लग भयो त साथी, यता पनि भेटिन्छ साथी। आफ्नो पनि मेरो नि छ नि साथी यार, कति गर्ने हो र, चोर हो भन्ने चोरै हो हामी परेन। ल साथी ल हटाइदिउँ, हान्थ्यो केही हुन्न। ल भयो साथी, पुग्ने जति सबै झारियो, अब सकिन्न साथी, भयो अब आजलाई यति गरेपछि पुग्यो हामीलाई हाम्रो मिसन। अहिलेदेखिबाटको होइन, 2 महिना अगाडिदेखिको मिसन सक्सेसफुल भयो है साथी। कस्तो लागिरहेछ त मिसन? यता हेरेर भन्नु नि त। एकदम मजा हो, जब सफलता पर्छ तब चाहिँ एकदम आनन्द आउँछ। यो चोर्नुको रिजन पनि छ नि त साथी। हामीलाई सरसँग राम्ररी मागेर खाँदाखेरि सरले के भन्नु त, कराउनु भएको थियो हो कि होइन? कराउनु भएको थियो होइन, यस्तो हो सरहरू गराएका होइनन्, कराउन नपर्ने मान्छे चाहिँ गराएको हो। त्यसले गर्दाखेरि चाहिँ हामी यस्तो बाध्यतामा आयौँ। बाध्यता भन्दा पनि सरहरूले त खाओ भनेका नि हो, त्यही कारणले प्रिन्सिपल म्यामले हामीलाई पर्मिसन दिनुभएको हो। टिप्नुस् भनेर टिपेर खाने सबै स्कुलकै सम्पत्ति हो, कलेजकै सम्पत्ति हो, तिमीहरू किन टेन्सन लिन्छौ भने हो के अरे, हो कि होइन? हो, पछि गएर केही भयो भने पनि हामी त सिधै प्रिन्सिपल म्यामले भन्नुभएको भनेर भनिन्छ। हामीसँग त्यो फुटेज पनि छ, नपत्ताइ सिसिटिभी क्यामेरामा गएर हेरे पनि हुन्छ। होइन साथी, हो कि होइन भन न। ल यति हो साथी, ल आजलाई यति। ल ल यहाँनिर रहेछ दुईवटा इन द इन्ड 5 केजीको प्लास्टिक भरियो है। ल फाइनल्ली भरियो है, अचार बनाउन नि हुन्छ साथी। अब त पाक्छ अब। ल यति हो साथी, छैन अब। ल उड्या रहेछ, यहाँनिर रहेछ है गाइज। एउटा नि छोड्ने होइन कि, सकेसम्म त सबै लिएर जाने हो।
होइन ल हामी चाहिँ अब हन्टिङ गरियो यो अब झोलामा हालिन्छ 5 केजीभन्दा बढी भयो साथीहरू र त यत्रो धेरै वेट त छ यति भएपछि त भइहाल्यो नि होइन ल यस्तो रहेछ साथी खाँदा अब दामी मिठो रहेछ यार यहाँ त कस्तो मिठो है यस्तो गुलियो गुलियो मिठो होइन एलपिसलाई के भन्न चाहन्छौ त एलपिसलाई त म त्यही भन्न चाहन्छु तिमी त भाग्य नै नभएको मान्छे हेर एक दुई हप्ता कुरा भनेकै हो के अरे गाउँ जानुभन्दा अगाडि होइन तिमीलाई त हामीले त भनेको छ इक्जामै लिएर जाऊ भने नि त्यही त पाकेको अब यस्तो पाकेको रहेछ खाँदै हो जुसी होइन यस्तो बबाल जुसी होइन साथी अनि भित्र त एउटा पाक्दै निस्किया के ल आजले यति नै धन्यवाद केटा हो टाइम